वेलकम बैक साथीहरु। नेपाल भर्सेस यूएई फुटबल को एल क्लासिको बार्सिलोना भर्सेस रियल मैड्रिड हो भने क्रिकेट को एल क्लासिको यूएई भर्सेस नेपाल। यूएई भर्सेस नेपाल को गेम में फ्यानहरु यति एक्साइटेड हुन्छन् कि त्यसको कुरै छैन। आईसीसी मेन क्रिकेट वर्ल्ड कप लीग 2 अंतर्गत को ट्राई सीरीज यूएई में अहिले जारी छ। ट्राई सीरीज में यूएई, नेपाल र यूएसए 3 टोली सहभागी छन्। टोटल 6 वटा खेलमा 2 वटा खेल भने भइसकेको छ। नेपालले आफ्नो पहिलो खेल अमेरिकासँग हारिसकेको छ भनेदेखि यूएईले पनि आफ्नो पहिलो खेल अमेरिकासँग हारिसकेको छ। भोलि मैदानमा उत्रिने नेपाली टोली र यूएई टोली दुवैले आफ्नो पहिलो जितको खोजीमा हुनेछन्। दुवै खेल जितेको अमेरिका अहिले शीर्ष स्थानमा छ। 8 टोली रहेको लीग 2 को टेबलमा यूएई 8औं स्थानमा छ भनेदेखि नेपाल 1 स्थान माथि 7औं स्थानमा रहेको छ। अब नेपाललाई ओडीआई वर्ल्ड कप 2027 खेल्नको लागि कम्तीमा पनि 12 वटा र बढीमा 14 वटा गेम चाहिँ जित्नै पर्ने बाध्यता छ। के नेपालले अब यो ठाउँबाट उठेर आएर 2027 मा हुने ओडीआई वर्ल्ड कप खेल्ला त? तपाईहरुलाई के लाग्छ कमेन्ट गर्नु भने नभुल्नु होला। हिजो भएको खेलमा यूएसए टस जित्दै यूएई लाई ब्याटिङको निम्ति दिएको थियो। यूएई ले 50 ओभर खेल्दै 9 विकेटको नोक्सानीमा 211 रन बनाउन सक्यो भनेदेखि यूएसए सामुन्ने 212 रनको टार्गेट दियो। 212 रनको टार्गेट पछ्याएको यूएसए ले 49.1 बलमा 6 विकेट गुमाएर टार्गेटलाई भेट्टाएको थियो। यो त थियो हिजो भएको अमेरिका र यूएई बीचको खेलको छोटो जानकारी। अब म तपाईहरुलाई के जानकारी गराउन चाहन्छु भनेदेखि हालसम्म यूएई र नेपालले 15 वटा ओडीआई म्याचहरु खेलेका छन्। तीमध्ये नेपालले 9 वटा खेलमा चाहिँ जित दर्ता गरेको छ भनेदेखि यूएई ले 6 वटा खेल आफ्नो नाममा गरेको छ। यी टोलीहरु बीच हुने खेल दर्शकहरुले एकदम मन पराउँछन्। नेपाली फ्यानलाई, नेपाली क्रिकेट फ्यानलाई यी दुई टोलीहरु बीच हुने खेल नेपाली दर्शकहरुले पनि एकदम नै बढी रुचाउने गरेको छ। यूएई भर्सेस नेपालको म्याच ट्यु ग्राउन्डमा हुँदाखेरि छुट्टै क्रेज हुन्छ। विश्वको जुनसुकै ठाउँमा नेपाली क्रिकेटको गेम भए पनि त्यहाँ गएर नेपाली समर्थकहरुले सपोर्ट त गरि नै हाल्नुहुन्छ। विश्व चकित छ एसियाको यति एउटा सानो देशमा क्रिकेटको कति ठूलो क्रेज भनेर आईसीसी आफै नै छक्क छ। हो, नेपालमा क्रिकेटको एकदम ठूलो क्रेज छ। भोलि हुने यूएई र नेपालको गेममा नेपालले जित्छ भन्ने मलाई पूर्ण रूपमा भरोसा छ। र तपाईहरुलाई के लाग्छ कमेन्ट गर्न भने नभुल्नु होला। अझै पनि केही बिग्रिएको छैन। नेपालले बाँकी रहेको 3 वटा खेल जितेमा आफ्नो नाममा 6 पोइन्ट लिएर टेबलमा आफ्नो स्थान सुधार्ने मौका पाउनेछ। तपाईहरुलाई यो भिडियो कस्तो लाग्यो कृपया एक लाइक, कमेन्ट र शेयर गर्न भने नभुल्नु होला। क्रिकेट सम्बन्धी यस्तै नयाँ भिडियोको लागि यो च्यानललाई सब्स्क्राइब गर्न सक्नुहुन्छ। आजको लागि यति नै। हस्त बाई, नमस्ते।